सानियाको भ्लगमा आज चाहिँ म र आर्नेस चाहिँ आज हामी मर्निङ वाक चलेको त्यही पनि टाइम हेर्नुहोस् न टाइम 7 बजे है अब के गर्नु मौसम नै यस्तो रमाइलो छ हामी त रोक्नै सकेन के आफूलाई होइन हेर्नुहोस् यहाँ चुलबुले भाइ उफ्रिँदै हिँड्दा ओए ओए What is this behavior? Yes, guys. Oh my god, जताततै green. Oh my god. यत्तिकै गाउँको भाइब्स छुट्टै हुन्छ भने यस्तो राम्रो भ्यूमा मर्निङ वाक गर्न पाउँदा त हाहा मनै आनन्द हुन्छ यार बेलुका त निन्दा पनि मस्त आउँछ नि त अनि त्यही भएर हो क्या मर्निङ वाक जानुपर्छ क्या गाइज आफूलाई फिट एन्ड फाइन राख्नुपर्छ अनि हेर्नुहोस् आज चाहिँ म नेमारको टी सर्टमा आएको छु है गाइज वर्ल्ड कप आउनु लागेको छ है एकछिनमा हामी भेट्ने छौँ स्टे ट्युन यो चाहिँ हामी यहाँ आइपुग्यौँ अब हामी फर्किँदैछौँ हामी योभन्दा माथि नजाने निर्णय गऱ्यौँ है यही हो मेरो कुरा है यो पनि स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा हामी चाहिँ अब फर्किसकेको छौँ है हाम्रो मर्निङ वाकको डेस्टिनेसनबाट यहाँ आने रोड पनि चोर्न भइसकेको छ हेर्नुहोस् अब कस्तो हो अब थाहा छैन है जिन्दगी यो चोरको जिन्दगी नै चोरेर जाने बेला भइसक्यो कति राम्रो होइन ओ माइ गॉड थाहा छैन अब यसले के गर्न खोज्यो हो है बुके बनाउँछु रे हेर्नुहोस् गाइज आज चाहिँ माइन्ड फ्रेस भएको छ त्यही भएर मलाई बोल्ने धेरै जागर आइरहेको छ है अनि कहिले चाहिँ नबोले आएर यता हेरेर केही भन त Yeah! He buys me a flower! के हो कि गाइजहरू म त केही बुझ्छु होइन अब गफ गर्दै हिँडिरहेको छौँ होइन मजा आइरहेको छ होइन रमाइलो भइरहेको छ अब हामी घर पनि जाँदैछौँ अब घर गएर चाहिँ हामी अब पानी सानी खाने अनि फेरि हाम्रो ब्रेकफास्ट दिन्छौँ होइन अब चाहिँ हामी यति नै भ्लग इन गर्न चाहन्छौँ फेरि आउँछु